एभ्रिवान गुड मर्निङ स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा के गर्दै हुनुहुन्छ यतिखेर सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा यो भिडियो स्टार्ट गर्दैछु हेर्नु न कस्तो घामले हेर्नु दिएको छैन अनि बिहान बिहान भ्लग स्टार्ट गरेको साथीहरू आज पनि हेलो हेलो भन्नु न हेलो किन भन्नु ओ भाई मारो मुझे मारो यो मान्छे चाहिँ अति नै फेरि गरिहाल्छ क्या म छक्कै पर्छु बोल्नु न नि अनि गाइस बिहान बिहान भ्लग स्टार्ट गरेको होइन मैले ऐना पनि हेरेको छैन कस्तो छ म भनेर होइन मेरो फेसलाई चाहिँ इग्नोर गरिदिनु म कति राम्री छु कति उ छु कति ब्युटिफुल छ भनेर चाहिँ तपाईँहरूले टिकटकको फिल्टरले टिकटकको भिडियोहरूबाट थाहा पाइहाल्नु भएको छ होइन अनि कतिजनाले चाहिँ थाहा पाउनु भएको छैन भने प्लिज मेरो प्रोफाइल भ्यू के भन्छ प्रोफाइल हेरिदिनु होला टिकटकमा के छ टिएमजी सानो एडेड छ होइन अनि त्यसमा थाहा पाइहाल्नुहुन्छ म कति राम्री छु कति उ छु भनेर होइन त्यही भएर त्यति धेरै यो फेसको लागि यो अनुहारको यो ब्युटीको लागि चाहिँ त्यति धेरै बहस नगरौँ है भन्दै हामी चाहिँ अब भिडियो भ्लग स्टार्ट गरिरहेको छु आई डोन्ट नो कस्तो हुन्छ अनि गाइज आज राति चाहिँ हल्का पानी परेर हावाहुरी आएर यति धेरै घाम चर्किन्छ होला आज चाहिँ बिहान यति धेरै उभा हेर्नु न पर्दैन कि मोबाइल लानलाई घाम चर्किन्छ जस्तो लाग्यो यति आकाशमा त केही छैन भाइ आज कसरी काम गर्छ मान्छेहरूले म त केही गर्दिनँ हिँडेको मिठो होइन म त गुन्द्रुक र आलु पकाउने हो ए भरमास न सर्टमास के गरेको भाइ त्यो ए यो मान्छे त बेइज्जतै गर्छ गाडी अनि त्यही हो के भन्ने मेरो बुढो सुढो सबैजना मलाई छोडेर हिँडिहाल्यो मेरो ड्युटी भनेको चाहिँ बिहान यताउता गर्ने अनि घाँस काट्ने भन्नु आयो अनि खाना चाहिँ अनिवार्य अलवेज खाना हजुर के त अनि के गर्नु त अब एउटा छैन अरे यति धेरै खाँदा मकै उम्रेको होइन चराले खाएको त्यहाँको त यहाँ फोक्टामा चाहिँ हामीले मकै छरेको थियौँ सबै चराले खाएर कुखुरा बाख्राले खाएर के अनि मैले के भने खाना पकाउने काम चाहिँ अनिवार्य मेरो हुन्छ है अलवेज जहिले म हुन्जेल चाहिँ त्यही हो खाना बनाउने काम चाहिँ अलवेज हो अनि त्यसपछि घरहरू सफा गर्नुपर्ने यताउता अनि त्यसपछि अब अहिलेको सिचुएसनमा चाहिँ के छ भने अब घाम चर्किहाल्छ क्या 9 बजीतिर घाम चर्किहाल्छ अनि खाना खाइसकेपछि त्यति धेरै अब घाँस काट्नु पनि अलि उनै हुन्छ क्या घाम चर्को भएर अहिले कहिलेकाहीँ घाम छैन भने अलिक घाम लागेको छैन भने चाहिँ म घाँस काट्छु है अनि कहिलेकाहीँ यो मकैमा मल हाल्नु यताउता पऱ्यो भने त परि नै हाल्यो है अस्ति भर्खर हालेको हामीले मकैमा मल त्यही भएर कस्तो गम्केको छ क्या त्यही हो अनि त्यही हो खाना चाहिँ बनाइसकेँ मैले अब तरकारी बनाउँछु आलु र गुन्द्रुक मलाई चाहिँ जे पनि मनपर्छ खोइ अब घरकोलाई मन नपरे अर्कै कुरा है त्यस्तै थियो यतिको के भन्छ यतिको बुहारी चाहिँ चाहिन्छ है घरमा बोल्ने मैले भनिरहेको छु तपाईँले बिहान होइन 8 बजे घाम चुर्के 8 बजीसम्म सुतेर भर्खर उठेर घर बढार्दै छिन् हाम्री बुहारीले मैले यता खाना बसाइसकी यस्तो बुहारी चाहिँ हरेक घरमा हुनुपर्छ भन्ने मलाई लागिरहेछ गाइस हाई सो गाइस
म चाहिँ खानासाना पकाएर खाएर हैन अनि बडार कुडार बाख्रा कुखुरादेखि लिएर सरसफाइ सबै सकेर सबै त के सक्नु उतातिरको चाहिँ अलि सकेर अनि रुमभित्र छिरेको रुमभित्र चाहिँ छिरे है रुमको हालत देखेर फेरि उही सक्छु म चाहिँ अनि यहाँ रुम सफा गर्नुपर्ने हुन्छ यताउता है कति धेरै काम छ यो काम चाहिँ कहिले सकिन्छ हो ओ माय गॉड म त छक्कै पर्छु यति धेरै फोहोर हुन्छ फेरि हेर्नु न फेरि 2 दिन भयो 2 दिन हो कि 1 दिन भयो मैले नबढारेको पुरै हेर्नु अब चाहिँ म बढार्छु सो गाइस अब चाहिँ लगभग मेरो आजको गर्नुपर्ने अहिलेको हालसालै गर्नुपर्ने काम चाहिँ कम्प्लिट भयो हैन सो गाइस आज पनि यहाँ हाम्री बहिनी आइसक्नु भएको छ मलाई चाहिँ कहिलेसम्म कपाल बाट्नु लाउने हो सधैँ लगाउने ओइ ओइ के हो के हिजो पनि आज पनि ओ माय गॉड म त सधैँ बाट्नु लाउने हामी चारपटे खाउने अबि चारपटे खुवाउने कसम कहिले खुवाउने भन्नु छुट्टी भइसकेपछि अब कहिले सकिन्छ अरे 14 गते आज 9 गते भोलि 10 11 12 13 14 5 दिन बाँकी छ है अब अनि ल अनि हिजोको एक्जाम कस्तो गयो त राम्रो वरिपरिको केटाहरूले सिकायो कि सिकाएन हुनु त सिकायो मा सिकाएन ल झन् मैले चाहिँ केटाहरूलाई इम्प्रेस हुने गरी नजिक वरिपरि बस्नेहरूले नि अलि इम्प्रेस होस् भनेर कपाल बाटेर पठाएको सिकाउँदै सिकाएन अरे मेरो बहिनीको बेन्च यता उता दायाँ बायाँ को पढ्नु भएको छ हैन यसो मेरो बहिनीलाई पनि हेल्प गर्नु होला तपाईले सिकाएको ओ मामा मेरो बहिनी मेरो बहिनीलाई इम्प्रेस मेरो बहिनीलाई देखेर इम्प्रेस होला भनेको त पुरै बहिनी चाहिँ अरूप्रति इम्प्रेस भएर पुरै सिकाइदिएको रे क्या ओ माय गॉड आज चाहिँ कसरी बार्दिनु के थाहा मलाई के मलाई कति धेरै हावा चलेको यो सुइमुटाको डाँडा जस्तो क्या तपाईँको मम्मी बाउ कोको कस्तो राम्रो देखेर यहाँ हावा चलेर भन्नु न कस्तो किरकिर आइरहेको हौ ल के भइरहेको क्या क्यामेरा ल यो चाहिँ हामी धेरै भिडियो बनाएको सुरुमा धेरै हाल्यो के हो फेरि टाँसेला तेलै छैन तेल लगाऊ अब चाहिँ हामी माछा बनाउनु लागेको माछा चाहिँ मेरो बुढोको दिनभरिको कमाइ चाहिँ यति है यो घामभरिको पक्नु है म तेल ठिक पार्छु तेलै सकिएको छ फोटो पनि खिचिछ ल केलाई के पाक्यो के भने जस्तो यहाँनिर चाहिँ टक्क हल्का फुल फुलेको रहेछ कस्तो राम्रो देखेको छ नि जे भए पनि त्यही भएर म चाहिँ भिडियो गर्न भनेर आएको ल मुस्ताङतिर स्याउ फुलेको जस्तै फुलेछ क्या यहाँ है यो आरु बखरा पनि के रे यसलाई असारे भन्छ र पुरै मुस्ताङतिर स्याउ फुलेको जस्तै देख्छ मलाई गाइस अघि चाहिँ माछा तारेर खाने भन्ने भएको थियो है अनि हामीले तार्यौँ तेलसेल ठिक पार्छु ल भनेको थियो अनि तेलसेल ठिक पारेर तारेर खाँदासम्म पनि भिडियो बनाउनु त आएन दिमागमा आएन त्यही भएर तपाईँहरूले देख्न पाउनु भएन हामीले चाहिँ खाइसक्यौँ अब भुँडीभित्र छ देखाउने कुरो आएन होइन
वाउ म पनि देखाउँछु मेरो थोप्रा चाहिँ फेरि कस्तो छ केले के पायो भनेर त ल सो गाइस म चाहिँ बाख्रा चराउँदैछु है बाख्रा चराउन ठाउँ चाहिँ यस्तो धेरै च्यान्द्राङ्गै सुकेको छ अनि के खाउँछ बिचराहरू ओ माय गॉडनेस यो चैत वैशाखको फागुन चैत वैशाखमा त हरियाली नै हुन्छ होइन यो फागुन चैत चाहिँ नआओस् जस्तै लाग्छ मलाई चाहिँ कस्तो बैरागै लाग्ने क्या मौसम देख्दाखेरि चाहिँ अनि के खान्छ बिचरा अनि दुःख दिएको के गर्छ हामीलाई चाहिँ हामीलाई होइन आजलाई पनि अब दुःख दिनै हाल्छ होइन अनि मलाई गाह्रो छ गाइस यहाँ बाख्रा चराएको कि मलाई दुःख दिएर यस्तो छ ल कति बज्यो 3 बज्यो होला 3 बजे पनि यति धेरै चर्को घाम छ ल कता हिँडेको बिजुली बलेर हट भइरो पट भइरो ब्युटी भइरो अनि यस्तो मौसम उराट लाग्दो मौसम भयो भने है के हो रे के भन्छ केटीहरू चाहिँ पहिला जान्छ अरे क्या उराट लागेर बैराग लागेर त्यही भन्छ अब कि हामी बिहे गरिसकेको मान्छेलाई त के अब उराट लागे पनि बैराग लागे पनि अप्सनै छैन नो अप्सन रे क्या वाउ यहाँ चाहिँ कस्तो के रे स्याउको बोट जस्तै फुल फुलिरहेछ त के हो यो अरे क्या के भन्छ चैत वैशाख बसन्त हो यस ल ठिक छ चैत वैशाख बसन्तमा फुल्छन् फुलाइ फुला ज्येष्ठ असार ग्रीष्म ऋतु रुन्छन् काखा कुला यो ऋतुहरूको तपाईहरुलाई गीत चाहिन्छ भिडियो ओ बाख्रा पारी गयो खाइ गरी ल खाएको त छैन ल यस्तो हुन्छ क्या एकैछिनमा थाहै नभए बाख्रा कहाँबाट कहाँ पुग्छ भने नु अतो पतो त्यो पनि मेरो बुढो चाहिँ स्पाइडरम्यान जस्तै छर्र उडेर जानुभयो कि एकैछिनमा पारी पुग्नु भयो त नि के हो त्यो भएर बाख्रालाई खानाबाट चाहिँ बाख्रालाई होइन मकैलाई खानाबाट चाहिँ जोगाउनु भयो मेरो बुढोले हिज माई हिरो